के तपाईँलाई थाहा छ हाम्रो शरीरले कहिलेकाहीँ साना साना सङ्केतहरू मार्फत ठुलो समस्या हुन सक्ने चेतावनी दिइरहेको हुन्छ। तर हामी ती सङ्केतहरूलाई सामान्य सम्झेर व्यवस्था गरिरहेका हुन्छौँ। आजको भिडियोमा हामी शरीरले दिने महत्त्वपूर्ण 5 चेतावनी सङ्केतहरू, तिनको सम्भावित कारणहरू र त्यस्ता सङ्केतहरू देखिएपछि बच्ने उपायको बारेमा सामान्य चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। पहिलो कारण छ सधैँ निद्रा लाग्नु। यदि तपाईँलाई पर्याप्त मात्रामा आराम गर्दा पनि दिनभरि निद्रा लागिरहन्छ भने यसका पछाडि केही कारण हुन सक्छन्। जस्तै शरीरमा आइरनको कमी अर्थात् एनिमियाको कमी भएमा, थाइराइड सम्बन्धी समस्या भएमा, पर्याप्त निद्रा नपुग्नु वा अत्याधिक तनाव भएमा। यस्तो अवस्थामा हरियो सागसब्जी, दाल, गुँड र पौष्टिक खाना खानु उपयुक्त हुन्छ। तर लामो समयसम्म यस्तो समस्या भइराखेमा चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ। त्यस्तै पेटबाट गुरगुर आवाज आउनु। पेटबाट लगातार गुरगुर आवाज आउनु कहिलेकाहीँ सामान्य पनि हुन सक्छ। विशेष गरी लामो समयसम्म खाली पेट बस्दा पनि गुरगुर आवाज आउने गर्छ। तर बारम्बार यस्तो समस्या हुनु भनेको ग्यास वा अपच, अनियमित खानपान, पाचन प्रणालीको समस्या जस्ता कारणले पनि हुन सक्छ। त्यस्तो समस्यामा ज्वानो, सोप वा कागती पानीको सेवनले धेरै फाइदा गर्छ। साथै नियमित समयमा खाना खाने गर्नुपर्छ। सानो काम गर्दा पनि सास फेर्न गाह्रो हुनु। यदि सामान्य हिँड्दा वा सानो काम गर्दा पनि सास फेर्न गाह्रो हुन्छ भने यसलाई बेवास्ता गर्नु हुँदैन। यसको कारण रगतमा हेमोग्लोबिन कम हुनु, फोक्सो वा मुटु सम्बन्धी समस्या हुनु, शारीरिक कमजोरी हुनु। यदि यस्तो समस्या बारम्बार हुन्छ भने सकेसम्म छिटो स्वास्थ्य संस्थामा गएर चेक जाँच गराउनु उपयुक्त हुन्छ। मुखमा नराम्रो स्वाद आउनु। मुखमा लगातार तितो वा नराम्रो स्वाद आउनुका कारणहरू: पाचन प्रणालीको समस्या, मुखको सरसफाइमा कमी, कहिलेकाहीँ कलेजोसँग सम्बन्धित समस्याको कारणले हुन सक्छ। यसका लागि दिनमा 2 पटक दाँत सफा गर्ने, पर्याप्त पानी पिउने र लामो समयसम्म यस्तो समस्या भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ। कपाल धोएपछि टाउको दुख्नु। यदि कपाल धोएपछि बारम्बार टाउको दुख्छ भने यसको कारण तनाव, टाउकोको छाला संवेदनशील हुनु वा कडा रसायन भएको स्याम्पू प्रयोग गर्नु पनि हुन सक्छ। यस्तो अवस्थामा हल्का स्याम्पू प्रयोग गर्ने, तनाव कम गर्ने र आवश्यक परे चिकित्सकको सल्लाह लिने। यी सङ्केतहरूले कुनै निश्चित रोग भएको प्रमाण भने दिँदैनन्। यिनका धेरै सम्भावित कारण हुन सक्छन्। यदि लक्षणहरू लगातार रहन्छन्, बढ्दै जान्छन् वा अन्य गम्भीर समस्या पनि देखिन्छन् भने स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिनुपर्छ। यदि यो भिडियो उपयोग लाग्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। यस्तै स्वास्थ्य सम्बन्धी उपयोगी जानकारीका लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।